जे होस् धेरै दिनपछि चाहिँ यो बाटो हिँड्यो क्या। गच्छिया नआएको पनि धेरै दिन भइसक्यो होइन, विराट चोक र यो इटरीको बाटो नहिँडेको पनि धेरै भइसक्यो। तर यो यसरी लहरै गाडी त हिँड्दैन थियो यहाँ, किनकि एक्लै नै लस्करै आइरहेको छ भनेपछि अगाडि कतै न कतै केही न केही काम चाहिँ हुँदैछ जस्तो लाग्यो क्या मलाई। किनकि पूर्व लाइनमा पनि धेरै नै काम हुँदैछ होइन, यहाँ पनि कतै न कतै केही खाल्डो केही नै होला जस्तो लाग्छ मलाई। भन्नु नभन्नु अगाडि चाहिँ काम हुँदैछ। यहाँनिर चाहिँ ठुलो पुल बनाउँदैछ जस्तो लाग्यो। यो चाहिँ ठडिया र गच्छियालाई जोड्थ्यो कि, यहाँनिर एउटा सानो खोला जस्तै थियो यहाँ बिचमा। मेबी आई थिङ्क त्यही बनाउँदै होला जस्तो। के चाहिँ बनाउँदैछ त यहाँनिर, सायदै ठुलो पुल बनाउँदै होला जस्तो लाग्छ क्या। निकै ठुलो खाल्डो छ होइन, यसले नै हो क्या गच्छिया र ठडियालाई, गोठगाउँ र ठडियाको बिचमा थियो क्या एउटा खोला। हामी सानै छँदाखेरि हेरेको, सायदै त्यही खोला चाहिँ निर्माण कार्य हुँदैछ होला जस्तो लाग्यो मलाई चाहिँ।